आज हामी किन रोको छौँ, किन यति धेरै भावुक भएको छौँ, भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। हेलो एभ्रिवान, नमस्कार, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामीसँग सँगै काम गर्ने विगत 8 वर्षदेखि सँगै काम गरिराख्नु भएको शर्मिला सिस्टर रिनेर स्वास्थ्य चौकीबाट बिदाई हुनुभएको छ। बिदाई भन्दा नि फेरि भेटौँला। अब कामको सिलसिलामा भोलि पर्सि हामी फेरि पनि सँगै काम गर्ने मौका मिल्नेछ भन्ने आश राख्दछु। उहाँलाई चाहिँ आफ्नो ठाउँमा जानको लागि उहाँले चाहिँ आफ्नो जागिर घर पाइ मिलाएर सरुवा भएर बङ्नासकाली गाउँपालिकामा जानुभएको छ र उहाँलाई उहाँको अबको नयाँ कार्यस्थान पनि अझ राम्रो सफल होस् भन्ने शुभकामना दिन चाहन्छु। अब यस्तै हुन्छ कि एकदम भावुक, अब नराम्रो लाग्छ। अब कतै हामी कहीँ ठाउँमा नयाँ ठाउँमा गएर 15 दिन 20 दिन बस्दा त पछि आफ्नो घरमा फर्केर आउँदा एकदमै नरमाइलो लाग्छ भने उहाँ त सँगै 8 वर्षसँगै काम गरेको। त्यही माथि हामी त घरमा भन्दा धेरै त अफिसमै त टाइम बिताउँछौँ नि। हामी त बिहान 9 बजे 5 बजेसम्म सँगै काम गर्ने, सँगै बस्ने, त्यति धेरै टाइम बिताएको। त्यही भएर चाहिँ एकदमै गाह्रो हुने रहेछ छोडेर जाँदा। एउटा सहकर्मी मात्रै नभएर उहाँ चाहिँ मिल्ने असल साथी पनि हुनुहुन्छ। अब त्यहाँ गएर पनि अझै राम्रो काम गर्नुहोस् भन्ने चाहन्छु। अब यस्तै हो, मान्छेहरू जागिर गरेपछि एक ठाउँ मात्रै बस्छु भनेर पनि हुँदैन। अब कहिलेको यस्तै नयाँ फेरिने त्यस्तो भइरहन्छ। फेरि आफ्नो ठाउँमा पनि जानु पर्यो, आफ्नो घर पाइ पनि बस्नु पर्यो। अरूको ठाउँमा धेरै ठाउँ बस्दा पनि आफ्नो घरतिर पनि जान मन चाहिँ लाग्छ। त्यस्तै हो। अब म त यहीँको भइहाल्यो, म त अब यहाँदेखि कतै पनि जान्न। अब पनि फेरि पनि नयाँ आउनुहुन्छ, फेरि यस्तै नै नराम्रो चाहिँ लाग्छ। त्यही हो, अब सफल कार्यकालको शुभकामना दिन्छु म। अब अझै राम्रो प्रगति गर्दै जानुहोस्। यहाँ हुँदा पनि धेरै सजिलो राम्रो भएको थियो। उहाँलाई हाम्रो अफिसदेखि फेरि भेटौँला कार्यक्रम गरिसकेपछि फेरि पालिकामा पनि फेरि भेटौँला कार्यक्रम राखेको भएर फेरि हामी चाहिँ अहिले पालिका आएर उहाँको फेरि भेटौँला कार्यक्रममा सहभागी हुन मौका पाएँ म पनि। अनि हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि हामी भेट्नेछौँ अर्को भिडियोमा। अहिलेको लागि बाई।